वेलकम ब्याक टु माई युट्युब च्यानल। आयो हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म खानासाना खाएर बारीमा आएको छु। हाम्रो करिसा बारी हेर्न सक्नुहुनेछ। हाम्रो चाहिँ मम्मीले लगाउनु भएको लसुनहरू कति राम्रो भएको छ, खनेर गोडमेल गरेर। हाम्रो साग कति राम्रो भयो, धनियाँहरू न कस्तो राम्रो भएको छ। धनियाँ साग उतापट्टि चाहिँ मुला छ, कस्तो राम्रो भएको छ। अनि उता फेरि हाम्रो फुपूहरूको लसुनहरू, अनि उतापट्टि चाहिँ हाम्रो आलु छ, आलु पनि लगाएको त्यो राम्रो भएको छ। यता हाम्रो चाहिँ फुपू घर, यता चाहिँ हाम्रो घर छ। लसुनहरू हेर न कस्तो हजुरहरूको कस्तो भएको छ। हाम्रो त एकदम राम्रो भएको छ के अरे, यस्तो भएको छ हाम्रो लसुन। सागहरू देख्दा नि खम हरियो कति राम्रो भएको छ। तर हामी जाडोमा यो चिसो भयो, धेरै चिसो भएको भएर हामी साग चाहिँ खाएनौँ, त्यही भएर झन् टिपेको पनि छैनौँ। साग खान मन लाग्यो भयो आउनु होला। यस्तो राम्रो भएको छ हाम्रो साग। मुला उतापट्टि मुला छ, यतापट्टि साग, यतापट्टि लसुन बारी यहीँसम्म। कस्तो राम्रो हाम्रो कस्तो राम्रो भयो। पहिलाको वर्षभन्दा चाहिँ अलि नराम्रै छ है, धेरै राम्रोसँग उम्रियो होइन लसुन चाहिँ, अरू चाहिँ राम्रै छ। स्वागत छ मेरो भ्लगमा तँलाई। हे गाइस नमस्ते। यहाँ त चटपट खाइरहेछ नि मन दिएको है तर पूजामा गराइकी रे 80 को चटपटे खाएको 80 को ले नि त खाइहालौँ, घाँटी दुखी नि खाइहाल्छु म अब। फिटाउँछु भने हुँदै खानु भन्ने बच्चाहरूले हामीले यसरी खाएको देख्दाखेरि खानु मन लाग्छ होला है। तर्पट कतिको मिठो भयो, तर्पट कतिको मिठो लाग्यो हो। नानीको हो, अब बच्चाहरूलाई पिरो पनि खाँदैन त्यस्तै हो। मेरो बहिनी चाहिँ त्यता चटपट खाँदैछ, अनि ड्याडी उता हुनुहुन्छ मोबाइल हेरेर बस्नु भएको छ। हाम्रो ड्याडी चाहिँ आज चाहिँ न्यानो भएर बस्न पाखौँ घाममा। के आनन्द, हाम्रो त होस्टेलमा बारी घामै लाग्दैन। यस्तो राम्रो घाम लाग्छ ल, हेर्नु त जाडो महिनामा जस्तो छैन। हाम्रो मम्मी चाहिँ भाडा जस्तो हुनुहुन्छ। मम्मी कस्तो लागिरह रिसाउनु होला, जाडोमा भान्दा बनाउनु पऱ्यो गरेर मम्मी त रिसाउनु भएको है। हामीसँग तालै घाममा बसेको मेरो छोरी चाहिँ त्यहाँ माटोको भाँडाकुडी बनाइन्, खेलिरहेछन्। हाम्रो कुखुरा चाहिँ जाडोले हेर्नु घाममा निकालिदिएको कस्तो भएर सुकेर बिचरा। त्यसलाई पनि कति जाडो भयो थियो नि, घाममा निकालिदिएको हेर्नु कति मजाले सुक्यो। वा दिदी एउटा मात्र सिरकले त पुगेकै छैन, त्यति जाडो भयो तँलाई। रातभरि जाडो भयो। त्यो माथि यो आकाङ्क्षा अङ्गलमा नै आउँदिने कि तल खुट्टातिर जान्छ भाइ। डेडी मेरो भलकमा हजुरलाई स्वागत छ, के भन्न चाहनुहुन्छ? के भन्न चाहनुहुन्छ? गुडलकमा हेर्नु भएको राम्रो हो मोबाइलमा। एउटा गीत गीताएर सुनाइदिनु न त डेडी। त्यस्तो नगर्नु न, त्यस्तो नगर्नु हो, त्यसरी फेस देखाएर। जिंदगी को बिना प्यार को ही कैसे गुजारूं, महबूब की आंखों में। अरे बिर्सी यार, पहिला त गीत हुन्थ्यो त। अब मायाको बारे भन्ने गीत पहिला सुरु माया भन्ने बित्तिकै मम्मी बिसाउँछन्, त्यो गीतको बारे भएन। अब कुसी मेरो मालको गीत चलचित्र कुसु मेरो मालबाट
म गीत गाउँदैछु भुवन केसी र उदिनराज झाको फिल्म हो यो मायाको बारीमा प्रीतिको फुल प्रीति होइन प्रीति भन न मायाको बारीमा प्रीतिको फुल सङ्गाली राखेको यसु मेरो माल यसु मेरो माल यसु मेरो माल यमुनाको गोरेटोमा पछाडि कसको अल्दैछ नयाँ चोट लागेको होइन पुरानो घाउ बल्दैछ बिहानीको शीतको थोपा पातले बोके जतो माइलोको माया बोक्ने उसु मेरो माल उसु मेरो माल उसु मेरो माल यमुनाको गोरेटोमा पछाडि कसको अल्दैछ नयाँ चोट लाग्यो होइन पुरानो घाउ बल्दैछ बिहानीको शीतको थोपा पातले बोके जतो माइलोको आँसु पुस्ने उसु मेरो माल उसु मेरो माल उसु मेरो माल कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला हाम्रो ड्याडीले गीत गाएको मेरो बहिनीले तैँले तेरो पालो एउटा मिठो गीत गाएको के गीत गाउने होला मलाई गाउनै आउँदैन गाना भर्खरै म सोध्छु मलाई हेर्छ नि नानीले मेरो नातिनीले ल म एउटा गीत गाउँछु तर मलाई त्यति गाउन चाहिँ आउँदैन त्यही पनि ट्राई चर्केको ऐन सारी फुटो हाम्रो माया तिमीले घात गरेपछि टुटो हाम्रो माया चुखो माया गर्ने मेरो दिल तोडी गयो छुट्ने बेला चिनो आफ्नै फोटो छोडी गयो फोटो फेरिमा कहिले मिलन कहिले बिछोड नयाँ पिरमा भयो कस्तो लाग्यो भनिदिनु होला है कमेन्टमा मेरो बहिनीको कति मिठो स्वरले गीत गाइन् त्यति राम्रो त छैन मेरो पुङ्ची छोरीहरू फेरि उता छ नि मेरो पुङ्ची छोरीहरू छाना कुपु बजै छाना गरे बाबु छाना गरे बोराको गरे उ भन्नु हजुर भन्नु गीत आउँछ के आउँछ हजुर भन्नु बेबी के गीत आउँछ आउन के गीत छ रे अगर तुम साथ हो तेरी नजरों में है मेरे साथ तो घाटी नै भयो के गीत नि त के गीत गाउने नै सोध्छु म हाम्रो घरमा चाहिँ सबै सिङ्गर छ नै बहिनी ड्याडी सबैजना सिङ्गर उता नभएर मेरो छोरी पनि हो मेरो माया फुल जस्ती मेरी माया फुला जस्ती बगैँचामा डुलिरहने मेरी माया मेरा खरानी मजलगा पनि मेरो भाग्यमा रहेनौ तिमी तर मलाई चाहिँ गाइजहरू यति मात्र गाउन आउँछ त्यो सब गीतहरू चाहिँ गाउन आउँदैन कि कोसिस चाहिँ गरिछ कि बहिनीले अब मैले 10को जतिको छुट्टीमा गर्ने कि प्र्याक्टिस गर्छु फेरि स्टार्ट गर्छु अब मैले सिङ्गिङको कस्तो फोनले घाम लान यहाँ यस्तरी तातो भयो हजुरले नि एउटा गीत गाउनु न त मलाई आउँदैन गीत गाउन ट्राई मैले पनि ट्राई हाल्ने के अरे नआएको अनि होइन कि कस्तो मलाई आउँदैन कि अब मलाई नाच्न मात्रै आउँछ गाउन चाहिँ आउँदैन के स्वरै होइन मेरो आज चाहिँ यति चर्को घाम लाग्छ नि यति चर्को यति मिठो यति न्यानो भएर बसेछ घाममा तर आँखा मुखै परेको क्या घाम
के भन्दै तर यति दिनपछिको यो घाम यसरी बस्न पाउँदा त बाफ्रे छुट्टै आनन्द बस्छ 10 बजीसम्म तर ढिलो लाग्थ्यो घाम त 11 बजी बल्ल लाग्थ्यो 10 बजीसम्म लाग्थ्यो रोइ के हेर त कपडा बिगार्दिस् तैले मेरो गोब्लो छोरो मेरो पोको छोरो घाम तापेर बसेको के भएर रे आमा छोरी एउटा कपडा धो सर्लका गोटे छोरो मेरो पोको छोरो मेरो टुनटुन बेबी मोबाइल चलाउनु मन लागेन झ्याउला लास्टै बनाउँदा ममसँग माइन्ड बित्तिकै मलाई हेरेको त्यही भएर मलाई ठ्याक्कै सन्द सुरुमा तैँले मलाई मागिनिस् नि त ल सरी के छोड्दै भयो तेरो मिस्टेक भयो सन्दै ठुलो मिस्टेक त नि गाडी सानी देन सुधि छके तसित देन बाबु यता आइज त सुधि देन 50 रुपैयाँ अब नि नो वे देन स्वागत छ मेरो युट्युब च्यानलमा मेरो भाइलाई ल छिटो आइज छिटो मेरो घुम्न जानु त यहाँ आइज न मम्मी एला 500 रुपैयाँ भन्दैन यहाँ आइज न एउटा खुवाउँछु। घुम्न जानु त हाम्रो मम्मी चाहिँ हेर्नु न दाँत देखाएको। फेस लिएर कहाँ जाने हो यहाँ मम्मी दिन पठाउनु भएको होइन हजुरले यिनीहरू चाहिँ पैसा मागेपछि कहाँ जाने चटपट खानु भनेर सम्झाइ नि त धेरै चटपट खान हुन्न जङ्क फुडहरू धेरै खान हुन्न भनेर गर्ने मान्छे मै हो देन तर मेरै बहिनीले जानु देन मम्मी दिनु न के डेली त 50 रुपैयाँ दिए अब आज हजुरले दिनु के डिभाइडेड रुल हो क्या अब होइन आज जहिले भोलि मम्मी दिनुहुन्छ सिमरन त्यत्रो साग छ पकौडा सकौडा बना न त आज पकौडा स्पेसल ज्याउला हिजो बनाउनु मन लाग्थ्यो हिजो तर खा लास्टै मोमो आउनु मन लाग्थ्यो मेरो छोरी हेरिदिनु मान्छे भयो त म त त्यस्तो त्यस्तो त कति बनाउँछु ल म हेरिदिन्छु नि त ल आज फेरि भिनासँग बोल्नु पर्छ के फेरि आज एक दिन आज भिनाजुको छुट्टी हो त्यही भएर यता आइज त भाइ एउटा गीत गीत आइदियो नि छिटो तेरो एकदम राम्रो स्वर छ अरे क्या मेरो छैन सोचे कि त्यसले गीत बिल्ला नो यहाँ आइज न भनेर सोचे एउटा गीत गाउँथे यसले आमाको के हो भनेर कस्तो आइज न भाइ छिटो आइज न मम्मीले बोल्ने गाउँछ भनेर यता तारिफ गरिदिनु भयो कि आइज न भाइ छिटो के तर यो गीत उसलाई नि मनपर्छ कि मामाहरूको आमालाई के गीतहरू सिमरा त्यही नौ होइन भयो होइन उसो ऊ त्यहाँ आएर मेरो तस्बिर भन्ने आइज त भाइ आइज त आइज न मेरो भाइले एकदम मिठो स्वर भोइस छ यसको तर त्यसले गीताउँदै गीताउँदैन एकदम भाउ खोज्छ के छिटो आइज त्यतिखेर के मामा घरको आमा आमा थियो अनि गएको थियो र म खेल्थ्यौँ कि कम्पिटिसन खेलेको थियौँ अनि गएको थियो मामा घरको आमाले नि भन्नुभएको थियो कि कति राम्रो गाउँदो रहेछ यो गीत भन्नुभएको थियो त्यतिखेर खुबै आइज न यता भनेको के साह्रै भाउ खोज्छ कि फेरि धेरै नाटक पारिस हो मलाई मन पर्दैन यस्तो डोन्ट लाइक आरिस मसित भाइ आरिस पुच्चे के हारिस आरिस सक्छ भने आइज नि त ल भाइ मैले गाइसकेँ न तैँले गाएर देखा त तेरो खुसीको लागि म हारिदिएँ फर योर ह्याप्पिनेस जान कुर्ची लिएर आइज कि ल बस ल आइज ल मेरो भाइको लागि मैले कुर्ची धरि छोड्न पठाएँ अब यसले मिठो स्वरमा गीताउँछ ल छिटो नो आइज नि छिटो बस्न बस न नाटक नभाइ छिटो आइज नि तेरो लागि यहाँ एउटा कुर्ची सिङ्गा राखिदिन्छु मैले के गाउने हो र यार म थाहै होइन कि मैले के गाउने हो र ल गीताइदे के गाउन लाग्यो अनि ल गीताइदे होइन मसँग केही गीत होइन स्वरै राम्रो होइन त अनि के गाउने हो र ल गीता न त्यही के के त्यही अघि भन्दैछ सिमरन के अरे ऊ त्यहाँ आएर मलाई आउँदैन त उहिले चढ्नमा गएको गीत हो अनि मैले अनि कहाँ आउँछ त अहिले कहाँ फेरि भन्नु न आउँदैन त्यति मात्र फेरि भन्नु न एकचोटि कस्तो गीत रे यसले के त्यस्तो गीत त गाउँथेन म मैले मेरो तस्बिरमा फुलमाला अनि यहाँबाट आउँदैन मलाई नि त त्यसलाई आउँछ कि गाना नाटक पारिस भयो ल गा मलाई आउँदैन कि मैले स्टार्टिङ गरिदिएँ नि अब गा ल छिटो गा हजुर 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 गाउनुहोस् हजुर गाउनुहोस् गाना मलाई आउँदैन कि गाउनलाई साँच्चै धेरै भाउ खोजिस् भयो गीता नाच भाउ छैन मसँग
यसको सबले राम्रो स्वर भनिदिन्छ नि त्यही भएर एकदम उ गर्छ क्या यो फेरि कहाँ म ठुलो गायक थोडी न हो र यार मैले के आउँदै आउँदैन झारपाते हो म गिदाना भनेको के छ म त सम्झिन्छु केही हुन्न ल ल भन मलाई लिरिक्स चाहिँ आउँदैन कि मैले बिर्सी भए मलाई लिरिक्स चाहिँ आउँदैन तले सुन के गौतम मैले गाइसके त भर्खर गाएँ त ल त्यही गीत फेरि एकचोटि गाइदिएर नि त एल्स अनि त्यसको पालो मेरो तस्बिरमा गिटार लगाएर राम्रो हुन्छ फुलमाला लगाई भित्तामा टाँसेका छन् रुँदै आएको थिएँ म सबलाई हँसाएर हाँसेर जाँदैछु म सबलाई रुवाएर ल यहाँबाट गा ल अब तपाईँ गा गानालाई छिटो मैले हात गाएँ त मलाई यसमा झन् मेन आउँदैन कि मलाई गाना जस्तो आउँछ त्यस्तै मेन मलाई आउँदैन त अनि खाली सबको मनभित्र मेरो मायालाई सम्हाली राखेका छन् कि साँचिरहेका छन् होइन लिरिक्स केही आउँदैन दुईपट्टि छिटो के ल तैँले गाइस् भने जस्तो आउँछ त्यस्तै गीता के 1 2 3 ऊ त्यहाँ हेर मेरो तस्बिरमा फुलमाला लगाई भित्तामा टाँसेका छन् मनको आँखाले आउँदैन लिरिक्स होइन बिग्रियो मेरो लिरिक्स गीता न कस्तो उहिले जनामा सुने गीत हो अनि आउँदै आउँदैन त अनि के अहिले गीताको गाउँ त फेरि अहिले अहिले फेरि गीता रिपिट गर्दैन नि एकचोटि एआई वाला कुन एआई वाला गीत अस्ति गीत हालेको थिएँ मैले तै त्यस्तो गीत गीता न सेम गीता के नो वे याममा गाउँदै गीता न गाना कस्तो हो क्या कति मिठो घाम लाग्यो के यस्तो घाममा त आज कति दिनपछि घाममा निस्किस् त भाइ त हजुर कति दिनपछि भित्रबाट बाहिर निस्किस् धेरै भएन अहिले भर्खर त निस्के खेलेर आएको म फुटबल नाइस यो चाहिँ भित्रबाट बाहिर निस्किन्न गो एन्ड ब्रिङ द्याट चियर कसले जित्छ है अब यिनीहरू दाजु बहिनीकोमा कसले जित्छ दाइले जित्छ कि बहिनीले जित्छ हेरिदिनु सारे गम पधनी सा सानी गरे ल अब सा तैँले गर ल लेडिज फर्स्ट बॉयज फर्स्ट सीजर पेपर रक कस्तो Now the battle begins. ल माइक छ ल गाउँछु म ल सुनसान रातमा यो मेरो आत्मा जसक बिजेको मायालु तिमीलाई नै सम्झी यो मरुदा रुदा सिरानी भिजेको मायालु ल बडा लौड त के आउँछ र यार आउँछ छ गीत धेरै लप्पन छप्पन जान्दिन म झुटो कुरो बोल्दिन लप्पन छप्पन जान्दिन म झुटो कुरो बोल्दिन छैन लाई लाई इबडा यस आँखामा तिमी छौ यो मनमा तिमी छौ देखाउन पत गाह्रो जीवनमा तिमी छौ यति छोटो म त यति गाउने मलाई धेरै आउँदैन गाउन तिमी छौ छबाट छबाट त के हो र छ त गाना गा छम्मको छल्लो गाई छम्मको छल्लो मम्मीले सिकाइदिनु भयो ल गीता त्यो गीत आउनु नि पऱ्यो नि मलाई मम्मीले आउने जस्तो गीत यस्तो मम्मी झन् क्या खतरनाक गीत सोच्नु भयो छम्मको चल्लो त्यस्तो गीत आउँदै आउँदैन मलाई झन् छबाट दुर्गा थापा गीत छ र छबाट
दुर्दिशाको फ्यान होस् त होइन त्यही पनि हल्का आयो भने फ्यान त अन्त तर गीत त फेमस भयो त त्यो मान्छे नि अनि भित्र त गुनगुनाउँछ है तिम्रो छ माया हजुर मम्मी सुनेर बस्दो रहेछ अरू गाउने हो आमा यताउति सब हेरेर म गाउनु पर्यो ल गानु छिटो के हारिस धेरै टाइम लिन पाइन्न है लिन पाएन अब 1 मिनेटै छ पास गर्नु नभए मलाई आइस छाबाट नभन नानी भन्न पाएन के पास गर्नु चिनहरुको कम्पिटिसन हो क्या प्लिज भान्जी भन्छु न छपकाइलाई देऊ छैन भनी माया छाई लगे छिटो के पास दे नभए का छपके खमती तेरी मेरी हो बातें ला 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 है नहीं है बाकी गम तेरी मेरी बातें तबडा ल तबडा अबे के हो तबडा ता यस्तरी गीत गाउनु पर्छ अन्त निसाले कस्तो राम्रो हिन्दी गीत गाएकी के कहिले तँबाट के हो र तबडा यस्तो ठुलो गाएको गाई गर्ने मान्छेहरूले ल कसले जित्ने ल ल ल ल तँबाट होला अनि त्यहाँ गाइए हो भुइँमा ल्याउ त के हो र धेरै टाइम लिन पाइने सिमरनहर यति आउँछ है तिमीले बाटो फेर्यौ हरे यार कहिल्यै रोज्यौ हरे यो हल्ला तिमीले यो हल्ला तिमीले यार कहिल्यै रोज्यौ हरे एबाट यस्तो गाह्रो पारिदिने यार एबाट जस्तो हामी पनि गाउनुपर्छ भयो त मम्मी भयो एबाट त गीतै होइन क्या हो अ आ इ ई ए हो कि के य हो हुन्छ कि हुन्छ हुन्छ भनेपछि त दादाबाट पनि गाउनु पाइन्छ है त्यस्तो पनि पाइन्छ सिमरान्ती अब त पढ्यो भने स्थानमा अरू पनि भेना चुप्ला कहिले छट्टै अबाट के हुन्छ र हौ म त केही दिमागै आउँदैन यार हो क्या अरू पनि भेना म पनि भन्दिनँ न म भनिदिन्छु अबाट अरू पनि भेना भएन त छट्टै मन पारो म अर्को दिएँ यार बरु छिटो आउँदैन भने पास हो के आउँदैन नि पास हुनु पास हारे म छ्या अबबाट आउँदै आएन मलाई त भर्खर सम्झे थिएँ नि गाउ नानु गाउ आऊ समाऊ मेरा तिम्रै नाम दिन रात चल्छ मनै मनमा माया कस्तो दामी गीत यार झन् मन नाके सुनेको गीत पनि छ्या मेरो रस रङ्ग सबै तिमीतिरै गइदियो योबाट झन् छ त जस्तै गाएको गाई गर्छ अहिले झन् आएकै छैन क्या मलाई यो 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 जो
यो 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 दुर्गेश थापा हो मान्छे म बिन्देश पाराको होइन यो 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 आदित्य हो मान्छे म बिन्देश पाराको म थोरै दुर्गेश थापा हो त अनि मान्छे म बिन्देश पाराको 1 2 3 गो मन्जिल भेट्छु संसार साराको कबाट यस कबाट गाउ नानी गाउ कबाट यस अच्छा कबाट के हो र कसम कसम आयाले कसम झुटो झुटो कसम छ्याउन टुप्पोको गीत आयो त ताइमा त यो गीत भयो दिदी त्यहाँ अब उयो बाहिर काट्ने भुइँमा म लास्टमा म आयो म नि आएछु त म आयो मबाट त कति हन गीत त यो बाथरुम मैले नै कसैलाई रहर हुँदैन तर नमरेको सहर हुँदैन तर नमरेको मलाई लिरिक्स चाहिँ आउँदैन क्या मेरो त यस्तो भेजा हेर जाऊ कुन ठाउँ जाऊ मान्छे नमरिने सहर हुँदैन मान्छे नमरिने सहर हुँदैन कहाँबाट पनि नले ल्याइदियो मलाई त यसलाई ल्याएन भयो क ल्याए न महिना कोखमा रिप्रेजेन्ट हियर मम्मीजी राख्यो मलाई यो संसारमा बोके जति कठिन परिस्थिति आए पनि तिमीले नदेनौ आमा केही पनि तिम्रो माया र ममता अपार हो क्या म सम्झिने छु जहिले तिम्रो साथ अगाडि हो वारी जमुना पारी जमुना जमुनाको फेदैमा मनोकामना वारी जमुना पारी जमुना जमुनाको फेदैमा मनोकामना न फाइनली यस नबडी पार्छ आफ्नो छोटो कसले हार्ने हो छिटो गरायो बहिनी तिमी हार्छौ नानु प्र्याक्टिस गर जाऊ निराजैले रिसाउने निरा कहिले होला मायासँग माया मिसाउने निरा सेती बगाएर अनि के अरे निरा मन परेको मायासँग माया नमार निरा माया नमार र के र भने नि मैले र बोला बाहिर सौदा के माया पिराती निरा माया पिराती निरा रबाट के छाकेवाको जोडी जस्तै भयो के रबाट पिराती रबाट रबाट त के हो र गाउने त छैन भो छ है रबाट म त आउँदैन कि रबाट झन् पास के गर्ने होला है रबाट के हो र त्यस्तो गाउनु नम्री पनि बाँकी छु पिरती मिलाकी छु मनको राजालाई मनमा राखी छु छवटा अब लास्ट है जसले जित्छ त्यसले जसले पास हुन्छ त्यो हार्छ भयो त अहिले पास गर्यो त मलाई भर्खर हो त्यसो सिमरनले जिते फर्स्ट विनर है विनर देखिस् मलाई त तैँले कहिले जित्न सक्दैनस् कि म सक्दैनस् ल अब त सिङ्गिङ कम्पिटिसन जे गाए नि पायो क्या लगाउनलाई के जे गाए नि पायो लगाउनलाई ल सुरुमा खोले लाग्यो सिजर पेपर रक र जसको भोइस राम्रो हुन्छ मम्मीले चाहिँ जज है मम्मीले त आफ्नै छोराको भन्छन् नि त्यस्तो हुँदैन ल जसको राम्रो रियालिटी भन्न पर्ने जसको मिठो सुर हुन्छ त्यही ल छिटो 1 घन्टा गीत बाँकी सक्दिनँ के
तैँले एउटा सिटिप्ले एउटा गीत जे गीत आयो नि कसले जित्यो गरे को फर्स्ट हो जसले हारेको त्यसले गाउँछ सुरुमा थाहा होला नि कसले हारेको Let the battle begin. बादल सरी वरिपरि पछि लाग्नेछु बाडुल्की बनेर पछाउनेछु हावा सरी अघि पछि बेरिएर मेरा मायाहरूले ढाकेर सम्झना बनी साथ दिनेछु म छाया बनी आउला जहाँ गए नि मेरा यादहरू मै गाडी हेरै रौला सहर बनाएर उभ्यौला दिनै आए नि बादल सरी वरिपरि पछि लाग्नेछु बाडुल्की बनेर पछाउनेछु जिन्दगी भरिको लागि साथ दिइरहनु घाम बनेरै उधाउनु किरण भइरहनु आकाश साँच्चै मायाको निभाइरहनु है जहाँ हुन्छौ जसो गरे नि नबिर्सिदिनु है बादल सरी वरिपरि पछि लाग्नेछु बाडुल्की बनेर पछाउनेछु Your turn now. Simran, now your turn. ai भर्खरै मैले त्यहाँ हेर्दा मम्मी जज है मम्मीले जस्तो राम्रो भन्नुहुन्छ त्यही होला मम्मीले मेरो भोइस सुन्नु भएन राम्रोसँग मगातरा मैले गाएँ भने बिचमै सास केही हुँदैन मेरो पनि त बिचमा सास रोकेको थियो नि त्यही पनि मैले रिपिट गरेँ ल गा छिटो मेरो त्यही राम्रो भएन चुज गरेर आफै चुज गरेर नि गाउनु जुन पनि पाइन्छ नि हिन्दी सिन्दी सब हिन्दी गीत नि हो अझै oh my god थोरै गाउँछ है पाइन्छ नि ल तेरी नजरों में है तेरे सपने मेरे सपनों में नाराजी मुझे लगता है कि बातें दिल की होती लफ्जों की धोखेबाजी तुम साथ हो या न हो क्या फर्क है बेदर्द थी जिंदगी बेदर्द है अगर तुम साथ हो अगर तुम साथ हो ल अब मम्मीले भन्नु मम्मी हजुर जज हो कि ल भन्नु त ल विनर सिमरन भयो कङ्ग्रेचुलेसन सिमरन बधाई छ तिम्रो यस जित्नु भएकोमा त्यही पनि हजुरलाई पनि सुदीपले सिमरनले गीत गाइ थियो नि सुदीपको आहार रोथ्यो औरा मेरो आहा वाउ सिमरन त सिङ्गरै बन्छस् क्या हो लास्टै राम्रो आएको थियो क्या आवाज धेरै पछिबाट गीत आए पनि एकदम राम्रो आएको थियो क्या भएन मेरो कुर्सी फर्काउनु मिल्यो नत्र फर्काइ तेरो कुर्सी फर्काएर यता गर्नु पर्ने नि भाइ अनि मेरो कुर्सी फर्काउनु मिल्यो त्यसको लागि ताली बजाइदिनु त एक चडप ल वाउ ल ल कङ्ग्रेचुलेसन What a miracle! What a melody of मलाई गिटार voice! सिक्न मन लाग्यो मम्मी मलाई मेरो बर्थडेमा गिटार सिक्नु थोरै पैसा पर्छ र सिमरन अनि त्यतिको भनेको राम साँच्चै गिटार किन्न चाहिँ लास्टै भयो मेरो सपनै हो मैले
अघि नै ब्लग एन्ड गर्न भएको थिएन अनि एकदम जाडो भएर यस्तो जाडो भयो घाम पनि डुब्यो अनि फेरि मेरो चाहिँ सानो छोरी छ नि त त्यही भएर ब्लग एन्ड गर्न पाएको थिएन ल सबैजनाले मेरो भाइ र बहिनीलाई मैले सिङ्गिङ कम्पिटिसन गराएको थिएँ कसले जित्यो हेरिदिनु होला कमेन्ट गरिदिनु होला माया गरिदिनु होला फेरि भोलि नयाँ दिन नयाँ भ्लग लिएर आउनेछु अहिलेको लागि बाई